नमस्कार। आज हामी रघुवंगा गाउँपालिका वडा नम्बर 4 दर्मिजाको किवी बगैँचामा छौँ। यहाँ हामी देख्न सक्छौँ फुल फुलेर भर्खरै फ्रुट सेट भएको छ। यो भाले फुल हो। भाले फुलमा पराग उत्पादन भएको छ। परागहरू थुप्रो परागहरू चाहिँ बोकेको चाहिँ स्ट्यामेनहरू भाले अङ्ग हामी देख्न सक्छौँ। र यो भाले र पोथी, यो पोथीमा परागसेचन भइसकेर चाहिँ फल बनिसकेको छ, फ्रुट सेट भएको अवस्था छ। यो भाले र पोथी चाहिँ छुट्टा छुट्टै बोटमा किवीमा चाहिँ हुन्छ। भाले र पोथी चाहिँ आफ्नै बोटमा त्यही बोटमा चाहिँ यो परागसेचन हुन सक्दैन। यो चाहिँ सेल्फ इन्कम्प्याटेबिलिटी भनिन्छ। त्यो विभिन्न कारणले गर्दा अर्को बोटबाट मात्रै पराग भयो भने परागसेचन भएर फल बन्न सम्भव हुन्छ। त्यही भएर यहाँ हाम्रो कृषक दाजुले चाहिँ भाले र पोथीको चाहिँ छुट्टा छुट्टै बोट चाहिँ मेन्टेन गर्नुभएको छ। उहाँले चाहिँ एउटा भाले बोटले चाहिँ 5 देखि 8वटासम्म चाहिँ पोथी बोटलाई परागसेचन गर्ने भएकोले गर्दाखेरि यो विभिन्न ठाउँ हावापानी अनुसार यो रेसियो चाहिँ फरक हुनसक्छ। उहाँले चाहिँ यसरी चाहिँ मेन्टेन गरेर चाहिँ बगैँचामा चाहिँ राम्रो फ्रुट सेट निकाल्नु भएको छ। यसका साथै उहाँले बगैँचामा मौरी पालन पनि सुरु गर्नुभएको छ। मौरी पालनले चाहिँ हाम्रो फ्रुट सेटको रेटलाई चाहिँ बढाइदिन्छ र मौरी पालनले चाहिँ फ्रुटको साइजलाई पनि वृद्धि गर्न सहयोग गर्छ। यसले चाहिँ परागहरू बोकेर चाहिँ भाले र पोथीको मिलन गराउन एकदमै सहयोगी भूमिका खेलेको छ। यो दाइले चाहिँ प्रमाणित गर्नुभएको छ आफ्नो बगैँचाबाट। उहाँले चाहिँ 80वटा बोट भएको बगैँचामा 5वटा चाहिँ मौरी घर राख्नुभएको छ र यसलाई चाहिँ बढाएर 10वटा मौरी घर। म दीपक राज जोशी, म रघुवंगा गाउँपालिकामा कृषि पदमा कार्यरत रहिआएको छु। यो चाहिँ हाम्रो वडा नम्बर 4 का अगुवा कृषक हिरामान पाइजाको बगैँचा हो। एकदमै रमणीय ठाउँमा राम्रो लोकेसनमा चाहिँ यो बगैँचा रहेको छ।